पोर्चुगल नि वर्ल्ड कप जित्न आएको होइन क्या, किनकि वर्ल्ड कप जित्ने टिम यस्तो हुँदै हुन्न, यस्तो खत्तम खेल्ने, यस्तो खत्तम गेम हिजो कोलम्बियासँग। कोलम्बिया 0 पोर्चुगल 0, न सर्ट छ न केही छ, न चान्स मेकिङ छ न केही छ। कोलम्बियाले त्यत्रो सर्ट लियो, त्यत्रो हान धन्नले रोक्यो के, धनले डियोगो कोस्टाको दिन चलेको थियो, त्यही भएर पोर्चुगलले जित्न नभने ड्र चाहिँ गरायो, हारेन, हारेको भए त थर्ड हुनसक्थ्यो। किनकि यदि यदि कोलम्बियाले 3 गोल हान, उता डिआर कङ्गोले 3-1ले पड्काइदियो, अझै यति बढी गोल हानेको भए पोर्चुगल थर्ड हुनसक्थ्यो कि डिआर कङ्गो सेकेन्ड। सोचौँ न कस्तो खत्तम खेल्यो पोर्चुगल हिजो, यस्तो बेकार गेम हेर्दा पागल भइयो। त रोबर्टो मार्टिनेज पागल कोच, त के कोच त केही कोचिङ गराउनु ढङ्ग छैन, न रोनाल्डोको गेम राम्रो छ, न ब्रुनोको गेम राम्रो छ, न भिटिनाको राम्रो छ, न कसैको राम्रो छ। एउटा डिएगो कोस्टाले बचायो पोर्चुगलको इज्जत, अरू कोहीले बचाएन। यो तालले त वर्ल्ड कप जित्नेवाला छैनन् भाइ, यो पाले वर्ल्ड कप जित्नेवाला छैनन्। पोर्चुगल भ्याइएको, उहाँ ग्रुप पनि उस्तै पर। अब स्पेन क्रोएसियासँग राउन्ड अफ 32 छ, त्यसपछि स्पेनसँग पर्न सक्छ, त्यसपछि फ्रान्स पर्छ, को पर्छ। यता भयो त अलिअलि त सजिलो थियो नि। क्वार्टर फाइनल हामीले अर्जेन्टिना भर्सेस पोर्चुगल हेर्न भनेर बसेको, जेनरेसनल गेम थियो, जेनरेसनल गेमबाट रब गरायो क्या हामीले। यस्तो खत्तम टिम पोर्चुगल। म पोर्चुगलको फ्यान पनि होइन, तर मलाई बिहान उठेर त्यो गेम हेर्दा रिग्रेट भयो क्या। मेरो बिहान 5 बजे उठेको बर्बाद भयो क्या। त्योभन्दा म सुत्थेँ नि, बरु उठेर अर्जेन्टिनाको हेर्थेँ, अर्जेन्टिनाभन्दा अस्ट्रिया र अल्जेरियाको हेर्थेँ। अस्ट्रिया र अल्जेरियाको गेम यस्तो बवाल भएको थियो। के कानै उज्बेकिस्तानलाई 5 गोल हान्यो भनेर मखेको, आज कोलम्बियालाई औकात देखाइहाल्यो कि यो ठुलो टिम आएपछि के हुन्छ कि पोर्चुगलको खुट्टा मेहन्दी लाग्छ कि। तर यो पोर्चुगलको इतिहास पनि राम्रो होइन कि। ग्रुप स्टेजमा पोर्चुगल कहिले सजिलोसँग कटो भन्ने छँदै छैन, सधैँ गाह्रो पर्छ, सधैँ केही न केही स्याँ गरेरै कट्ने ग्रुप स्टेजबाट नि कहिले राम्रोसँग कटेको छैन। र पोर्चुगल र अर्जेन्टिनाको भेट भयो भने अब चाहिँ यदि फाइनलमै हुन्छ, नभए फाइनलभन्दा अगाडि यिनीहरूको भेट हुने सुरसार छैन। फरक ब्र्याकेटमा छन् र पोर्चुगल फाइनलमा पुग्छ भने मलाई आश पनि छैन। अर्जेन्टिनाबाट पुग्न सक्छ, किनकि उता अर्जेन्टिना छन्, ब्राजिल छन्, धेरै इङ्ल्यान्ड छ, त्यो खासै त्यस्तो छैन। यता फ्रान्स, स्पेन, जर्मनी, नेदरल्यान्ड, पोर्चुगल सब छन्। पोर्चुगललाई हैरान पारेछन्। र अर्जेन्टिनाको चाहिँ राम्रो थियो गेम, एकदमै राम्रो थियो, एकदमै सजिलो थियो अर्जेन्टिनाको गेम चाहिँ। 3मा 3 गेम जितेर 9 पोइन्टका साथ क्वालिफाई गर्यो। ब्राजिलले पनि क्वालिफाई गर्यो मजाले 7 पोइन्टका साथ। अनि सबैले ग्रुप टप गरेको, बेल्जियमले समेत ग्रुप टप गर्यो। बेल्जियमले गर्छ भन्ने आशै थिएन, र डिआर कङ्गो चाहिँ क्वालिफाई भयो। यो चाहिँ मलाई एकदमै खुसी लाग्यो। र हिजो मैले भन्न पाएन, तर केप भर्दे नि क्वालिफाई गर्यो। केप भर्दे सेकेन्ड भयो, युरुगे फालियो, स्पेनले युरुगेलाई फालिदियो 1-0। त्यस्तो बेकार गेम खेल्ने, यस्तो जस्तो वाइयात गेम कुनै थिएन। पोर्चुगलको गेमभन्दा वाइयात गेम थियो, यस्तो वाइयात, यस्तो खत्तम, न केही छ त्यो गेममा। दिमाग खराब भएको त्यो गेम हेर्दा। तर जे भयो नि केप भर्दै क्वालिफाई भयो सेकेन्डमा। र अब राउन्ड अफ 32मा अर्जेन्टिना भर्सेस केप भर्दै हुनेवाला छ। जस्तो के अर्जेन्टिना कति सजिलो पर्छ, केप भर्दै हुनेवाला छ। र केप भर्दैको लागि एकदमै खुसी छु कि म उरुग्वे नै फालियो र साउथ कोरिया फालियो। मेन कुरा साउथ कोरिया फालियो। अनि साउथ कोरिया त फालियो, इरान फालियो। इरानको त्यस्तो राम्रो गेम पछि नि इरान चाहिँ फालियो। इरान र इजिप्टमा चाहिँ इरानले जित्न पर्ने गेम थियो, तर इरान चाहिँ फालियो है। अर्जेन्टिनाले चाहिँ आफ्नो 3 गोल हानेर 3-1 का साथ जोर्डनसँग विन लिएर ग्रुप टप गरिसकेको छ। ठ्याक्क मेस्सीले नि आफ्नो फ्री किक हान्यो क्या, बवाल फ्री किक हान्यो। बवाल फ्री किक भनेर किपरको गल्तीले गएको त फ्री किक। त्यही भएर अर्जेन्टिना चाहिँ ग्रुप टपर भयो। र अस्ट्रिया र अल्जेरियाको गेम चाहिँ त्यो पिक थियो क्या, 3-3 ड्र भयो। लास्टसम्म थाहा थिएन कि को सेकेन्ड हुन्छ को थर्ड हुन्छ भनेर। त्यही नि अब अस्ट्रियाले सेकेन्ड भयो र अल्जेरिया थर्डबाट क्वालिफाई भयो। यिनीहरू 3टा क्वालिफाई भयो। जोर्डन चाहिँ फालियो यो ग्रुपबाट। र हाम्रो अर्को गेम नि भएको थियो हिजो, इङ्ल्यान्ड र पनामाको गेम भयो थियो, र क्रोएसिया र घानाको गेम भयो थियो। इङ्ल्यान्ड र पनामा चाहिँ इङ्ल्यान्डले जित्यो र ग्रुप टप गर्यो। र क्रोएसिया र घानामा यो राम्रो गेम थियो कि को सेकेन्ड हुन्छ भन्नेमा थियो। मलाई त घानाले जित्छ चाहिँ लागिरहेको थियो, अथवा ड्र भए पर घानै हुन्थ्यो। तर क्रोएसियाले जित्यो। क्रोएसिया वर्ल्ड कपपछि के हुन्छ। 2018मा फाइनल पुगेको, 2022मा हाम्रो सेमी फाइनल पुगेको। अहिले नि केही न केही गर्न जान्छ क्रोएसियाले। ग्रुपमा सेकेन्ड भइदिइहाल्यो इङ्ल्यान्डसँग। र यसरी चाहिँ यो ग्रुप नि हाम्रो सिद्धियो। र ग्रुप विशेष हाम्रो सबै गेमहरू सिद्धियो। अब नकआउट सुरु हुन्छ। अब राउन्ड अफ 32 सुरु हुन्छ। भोलि बिहान ठ्याक्क 12 बजेबाट साउथ अफ्रिका र क्यानाडाको छ पहिलो गेम। त्यसपछि राति 10 बजे ब्राजिल र जापान छ। हो यस्तरी हाम्रो राउन्ड अफ 32 सुरु भएको छ। र पोर्चुगललाई चाहिँ एकदमै गाह्रो छ। त्यो हिजोको गेमबाट त रोबर्टो मार्टिनेजबाट आश नगरे हुन्छ। यो बेल्जियमको गोल्डन जेनेरेसन भ्याएको मान्छे हो, यसबाट केही पनि आश नगरे हुन्छ। यो मान्छे काम छैन। म ब्राजिलको फ्यान हो, तर मलाई पोर्चुगलदेखि रिस उठिरहेको त्यो गेम हेर्दा। यस्तो नराम्रो खेल्ने। कोलम्बिया चाहिँ यस्तो एकदमै राम्रो छ। अहिले कोलम्बिया चाहिँ एकदमै फर्ममा छ, एकदमै माथिसम्म जान सक्छ। तर क्वार्टर फाइनल चाहिँ अर्जेन्टिना भेटिन्छ। क्वार्टर फाइनल त जान्छ कोलम्बिया। त्योभन्दा माथि चाहिँ अलिक गाह्रो छ, किनकि अर्जेन्टिना भेटिन्छ। अर्जेन्टिना गए पार। र मेस्सी चाहिँ गोल्डन बुटको रेसमा आएको छ। बिहान नि ह्याट्रिक हानेर
3 गेममा हाम्रो मेस्सीले को 6 गोल भइसक्यो 6 गोल बुझ र 3 गेममा 6 गोल हालान्ड एम्बापे भन्छन् केन भन्छन् अनि डेम्बेले भन्छन् नाइ 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 मेस्सी लग्छ अहिले नि ब्यालोन्डर नि मेस्सीले देऊ सब मेस्सीलाई देऊ मेस्सीलाई जे सबै देऊ यार मेस्सी यार कस्तो खेल्न सकेको क्या 39 इयरको उमेरमा पनि त्यस्तो खेल्न सक्ने र हामी पर्सि ब्राजिल र जापानको गेम छ र त्यसको अगाडि पनि एउटा भिडियो आउनेवाला छ र नेमारले प्लिज नेमार खेलोस् केही गरोस् के यस्तो केही गरोस् हार्न चाहिँ नहारोस् अहिले नहारोस् बरु क्वार्टर फाइनल सेमी फाइनल गएर हारे पार मलाई चल्छ तर अहिले चाहिँ ब्राजिल नहारोस् र आजको भिडियोको लागि यति यो पोर्चुगलको गेम हेरेर तनावग्रस्त भएको अब यस्तो सुत्न पर्ने छ यस्तो बेकार गेम छ्या बाई बाई।